कति हो भाइ पानी लिनुहुन्छ कति हो भाइ पानी लिनुहुन्छ कति हो भाइ ल गाइदेऊ नि एउटा गीत ल म भिडियोमा गाउने वाला छैन ला कसमा त तलबाट छिरेको होइन ए स्याङको लागि हो यो कोदोहरू आमामामा आन्टीले त्यहाँनिर छ्याङ बनाएको यहाँनिर त खारा कोदो ढलिसकेछ त अनि पुरै थाक्यो यार यत्रो 25 मिनट होइन हिँडेन भने 25 भन्दा बेसी हिँडिसक्यो नि 25 भन्दा बेसी 25 मिनेट कहाँ हुनु हाम्रो यहाँ विकेश फ्रस्ट्रेसन भइसक्यो विकेशलाई उहाँ रमिला बसिसक्यो उहाँ आउँदै हुनुहुन्छ नानुहरू यहाँनिर टक्क यहाँनिर माथि जाने कि तल जाने भन्ने भयो क्या हजुर नागी गुम्बा यताबाट हो ए ल भनेपछि हामी यताबाट जानुपर्ने भयो हजुर अगाडि अगाडि के छ भन्नुभयो ए ल ल ल हस् हस् हामी नागे गुम्बा जाने भए यता तारे भिर जाने हो नि यता रे पख न पख बिस्तारै एकछिन आराम गरौँ न ल बसौँ हामी एकछिन आराम गर्नुपर्ने हुन्छ गाइज है गाह्रो भयो बसौँ लेडिज फर्स्ट पहिले मान्छेहरू पहिले गएर बसेर लाने फेरि के बोले भाइ बस्दैछ ल बस न बस आरामले बस अब लेडिज बसिसक्यो अब जेन्टसको मात्र पालो जेन्टसको मात्र पालो अब ल बिस्तारै ल एकछिन बस्छौँ हामी एकैछिन बस्छौँ यहीँ खाजा खानेहरू केही खानेहरू त्यही तल 1.5 घण्टा भने हैन अब यहाँ 25 मिनट भनेको त यत्रो टाइम लागिसक्यो हजुर ल ठिक छ यतै जान्छ ए हामी बसौँ न यता ल बस 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 खाली गर्ने अवस्थामा छौँ हो ए ल ल ल बस्नु न राम तँ झन् यत्रो महिना पुगे मान्छे बस ए हुन्छ हुन्छ ल आउनु 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 ल गाई चाहिँ हाम्रो चाहिँ टिम बढिसक्यो यहाँ अङ्कलहरू पनि हुनुहुन्छ दाईहरू दाई दिजूहरू पनि हुनुहुन्छ नानुहरू पनि छ ट्याक्क डेली विकली आउनुहुन्छ अरे विकली भन्नुभयो भने तपाईँहरू आउने सधैँ बस ए हजुर हजुर सही हो अब त हिँड्न पनि नसकिने भइसक्यो बानी हट्यो अब त बाइक चढ्ने बानी भइसक्यो होला हिँड्न नसकिँदो रहेछ ल बिस्तारै जाँदैछौँ अनि एकछिन माथि बसेर चाहिँ अनि यसो अलिकति हल्का स्न्याक्स सानोतिनो केही खाने प्लान छ त्यहाँ चौर छ भनेर सुन्नमा आएको छ अनि त्यही भएर टक्क त्यहाँ यसो केही खान्छौँ अनि त्यतै बस्छौँ एकछिन गाइस हामी चाहिँ आइसक्यौँ यो सायद गुम्बा हो यो गुम्बामा चाहिँ आइसक्यौँ अब हाम्रो जस्ट यही हो हाम्रो डेस्टिनेसन अरू कतै जान्छौँ हामी कता जान्छौँ अब कहाँ जाने अनि यसपछि अझ माथि हो त्यही भने यहाँ छौँ होइन हामी यही हो त्यही त कस्तो दामी छ है गाइज मेरोबाट खासै राम्रो नआउला होइन म उस गर्छु ल म अर्जुनकोबाट खिच्छु उसकोबाट अलिकति लाइट बेसी आउँछ अनि उसको
खाऊ खाऊ आजसम्म त्यस्तै परेछ 10 दिनै हो 3 दिन 4 दिन हुन्छ त्यहाँबाट यता आउँदैन भने ल्याउ न त्यहाँ मेसा हाल्यो बिस्कुट त खाएँ मैले त खाएँ ल गाइस चाहिँ म चाहिँ अब यसो हल्का जुस सुरु गरिसकेँ जुस है हेरमै विकेश कस्तो भइरहेछ गुल्ले भइरहेछ अर्जुन कस्तो भइरहेछ ल हामी पानीपुरी पनि खाँदैछौँ ल ओके एकदम सबैलाई एक एउटा मात्रै छ हजुर 6 जनालाई है मन पर्यो भने अर्को थप्न सकिन्छ खान मन लाग्यो भने चक्लेट मोमो बनाएको छ भने पनि अनि जुस हालेर खानु के हो त चक्लेट मोमो रे कतातिर हो अरे रामेश्वर जी एकजनाको नम्बर दिनु मेरोमा नि हाल्दै हुन्थ्यो त्यहाँ ट्राई गर्छु रामेश्वर बोरा हुन्छ भने बोगटी सायद खोपा क्याम्पमा मैले भेटेँ हुन्छु म आजभन्दा 3-4 वर्ष अगाडि काम गर्थेँ टिटरीमा ए हजुर खोपा क्याम्पमा त गएर आउनु ए हजुर पनि अर्थोपेडिक सर्जन आयो कुकुर आयो डिभाइस बनाउने हो रमिला दबाइदियो त्यसलाई ल चटपट्टि पनि यता छ यहाँ त चिया पनि आइसक्यो चिया खानु पर्ने हुन्छ यहाँ म चाहिँ रोटीलाई चाहिँ हेरेर पुरा पिज्जा बनाएर खाने ट्राई गर्दैछु नलजाऊ है नलजाऊ खाना लजाउनु हुँदैन है भइसक्यो यहाँ सबैभन्दा भोको को छ भन्ने कुरो थाहा हुन्छ लिएर अघि फोन आइसक्यो जे सबै तैँले पहिला खानी अनि त्यसपछि मात्रै साथीलाई दिने बाँकी रहेको त एकदम कमजोर भइसकिस् भरे आउँदाखेरि त्यहाँ हल्ले त्यहाँ अग्लिस भनेर भन्छ रक्से म झोले ल गाइदिउँ थियो एउटा गीत ल ला नानीलाई भाइरल बनाइदिनु भने एउटा प्लिज ए भिडियो होइन रे क्या रिल होला होइन ब्लग क्या ब्लग सब सेम हो लाज किन बाबा यो फिल्मको लागि हो म फिल्ममा हाल्दिनँ ला आउँछ आउँदैन ल जाए ल ठिकै छ ल यो प्रुफको लागि है गाइस चाहिँ यहाँनिर होइन हाल्दै नै हुन्छ ठिक छ होइन हाल्दैन यहाँ फोहोर चाहिँ नगरौँ आफ्नो आफूले खाइसकेको खानेकुराहरू चाहिँ यसो प्याक गरेर चाहिँ ट्याक्क डस्टबिनमा हाल्ने काम गरौँ होला यहाँ प्याकिङ हुँदैछ हामी डस्टबिन मैले उता हाल्छौँ प्याकिङहरू गर्दैछौँ सर्लक्क एकै ठाउँमा हालौँ अनि एकै ठाउँमा फोहोर फालिदिउँ होला रक्षा तिमी पनि त्यहीँ नबस्नु होला रक्षालाई पनि हालिदिनु कुहिने एकातिर नकुहिने एकातिर ल ठिक छ एकछिन बस्नु हामी तँ पनि सँगसँगै जालोस् नि ल डस्टबिनमा रामेश्वर यतै बस्ला होइन बस्यो बाँकी र जे र म भन्नुला ल है हामी चाहिँ एकछिनभित्र बस्यौँ एकछिनभित्र बसेको पुरै पाठहरू पढिरहनु भएको थियो अब हामीले बुझ्ने त केही पनि होइन एकैछिन बस्यौँ अनि त्यसपछि अनि एकैछिन त्यहाँ बसेर हामी निस्किँदैछौँ केटाहरू अब जुत्ता लाउँदैछन् अनि अब हामी हिँड्ने तयारी गर्ने त होला नि जाने होइन अब रक्षा जाने होइन अब सरी अब जानुपर्ने हुन्छ हामी बिस्तारै है त गाइस चाहिँ अब हामी चाहिँ हिँड्यौँ हाम्रो रामेश्वर ल अर्जुनलाई हतार भइसक्यो रमिला यता पूजा हुँदैछ विकेश अब हामी जाँदैछौँ बिस्तारै जाने अब ओह्रालो पनि त्यस्तै हो बिस्तारै जान्छौँ
अघि चाहिँ त्यहाँनिर डिस्टर्ब हुन्छ भनेर सुरु यहाँनिर खिचिनँ यस्तै हो बिस्तारै जाँदैछौँ अहिले 2 बजिसक्यो अहिलेको 2 बजी ठ्याक्कै निस्किँदैछौँ हामी अब सिधै घर जाने भ्याउ घर जान आउँछ ठिक्क हुन्छ हो अब घर जाँदा ठिक्क हुन्छ भन्दै रहेछन् फुलहरू ठिक छ बिस्तारै जान्छौँ बाटोमा अब अघिदेखि त्यो जङ्गलकै बाटो आयो फेरि जङ्गलकै बाटो हिँड्नुपर्छ कास बाइक लिएर आएको भइदिए यसरी हामीले पनि बाइक लिएर आएको भइदिए हामी अघि फर्किसक्थ्यौँ हुन्थेन होला है फेरि जेन हुनसक्थ्यो ल बिस्तारै हो बिस्तारै त अहिले भेटौँ म चाहिँ यता तलबाट ओर्लिसकेँ म ल अर्जुन आउँदैछ नि यहाँ यताबाट नभए हुन्थ्यो भने क्या ल आउनु पनि आऊ ट्राई गर डर लाग्यो भने नआऊ त्यहाँसम्म त त्यो त्यसमासम्म त होइन अगाडिबाटै नि त्यो डोरी उसमा त्यसमा क्या बस ल बस नछोड्ने अनि उ त्यो तलपट्टिको चाहिँ उसमा ल ल थनवा बाउचा ल का वाह 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 का वाह या बाला बेमान त्यहाँ हाम्बाले देख्ने त्यहाँ हाम्बाला हाकु देखेछु बस यस यु डिड इट बाउ ल गरिदेऊ त अब भए गाडी आउँदैन बखने यार ल के भयो गाई झऱ्यो आमा धुवा धुलो आयो नर्सिङ आयो ल ठिक छ अघि चढेको थियो क्यारे हामी यताबाट होइन के भयो चाहिँ अब फेरि अब हामी अर्को सर्टकट बाटो भन्दै भित्र छिरिसकेका छौँ होप यो टाइम चाहिँ हामी अलिकति सर्टकटै होप यो टाइम चाहिँ हामी अलिकति सर्टकट बाटो नै हिँडेका छौँ भन्ने आशमा छौँ होइन किनकि अघि चाहिँ हामी चाहिँ एकदम पुरा ओ माई गड सर्टकट बाटो हिँड्यौँ भन्दाखेरि सोच्दै पनि त्यो बेलामा सबैभन्दा लामो बाटो नै त्यही हिँडेछौँ जहाँ अब त्यहाँबाट 2 मिनटमा आइरहने चिज हामी त्यहाँनिर लगभग त्यहाँनिर 5-7 मिनट जति त हामी उकालै हिँड्यौँ कसैलाई नसोधी आइरहेको छौँ अब यहाँनिर पुरा एकदम म्यान भर्सेस वाइल्ड भन्दा कम भएको छैन यहाँनिर कसैलाई नसोधिकन हामी आफ्नो जोखिम आफै उठाउने हिसाबले निस्किरहेछौँ धेरै बाटो यस्तो छ हामीले यस्तो ठाउँमा हामीले के भन्छ त्यो पानी अम्लाहरू पाएर पनि हामी यसरी सर्भाइभ गर्न सक्छौँ भन्ने कुराहरू चाहिँ यहाँबाट देख्न सकिन्छ होइन गाई छैन आजसम्म 10 दिन भइसकेको छ हामी लास्ट डे के भने आज हाम्रो लास्ट डे हो न अर्जुन के भन्दै छ नि आज हाम्रो लास्ट डे हो भन्दै छ मेरो अर्जुन यार जम जाउँ नि यहाँ भिडियो फेरि माइ गोड ओहो दामी देखेर चाहिँ गाई चाहिँ काठमाडौँ सहर ट्र्याक्टर लाग्छ रहर कासा पासा ल ए जाउँ न काठमाडौँ हाइट देख्न सकिन्छ यहाँबाट होइन हामी चाहिँ यो यस्तै हाइटमा विकेशलाई छोडिदिएँ मैले विकेशलाई छोडिदिएँ सिलिन्डरको झोला हजुर मेरो मैसँग छ अब चाहिँ मोबाइल झिक्न नि हुँदैन होला सायद है दामी छ ठाउँ चाहिँ राम्रो छ यो चाहिँ दामी छ यो बाटो चाहिँ ल दामी छ क्या चाहिँ बाटो पनि सानो जमानामा यस्तो बाटो हिँडेको पुरा याद आयो क्या माथि त्यो हामी रामसर उतातिर जान्थ्यौँ चम्पादेवीहरूतिर अनि माथि त्यता जाँदा नि रमाइलो हुन्थ्यो क्या त्यस्तो सानो बाटोहरू होइन पहिला चाहिँ पछि चाहिँ अलिकति
अलि ठुलो बाटो पनि बनिसक्यो नि त त्यतातिर चाहिँ अहिलेको लागि चाहिँ हामी यो एकदम आफैले नै सकिन्छ यतिको त आउनलाई चाहिँ भनेर चाहिँ यो बाटो आएको किनकि रमाइलो छ नि त होइन आउँदैछन् उनीहरू हिरो हिरोइनहरू आन्टीले कन्फर्म गाली हान्छन् यार मेरो छोरीलाई यता यस्तो यस्तोतिर डिलाउने तिमीहरू भनेर कन्फर्म यार जङ्गलमै बस्न थाल्यो भने के गर्ने यस्तो रमाइलो गर्ने भनेर होइन त्यो होइन मेरो छोरी भन्ने जङ्गलमै बस्यो भने के गर्छ तुलसी जस्तो तुलसीकै बात होला त्यसो भए तुलसी जस्तो भएपछि तुलसीकै बात हुन्छ नि होइन गाई बनमाराले बनै खायो पिरै पिरले जियो खायो नदेख्या भए हुन्थ्यो होला गाई चाहिँ जिन्दगीमा नि होइन त्यो जुन बाटो आछ त्यही बाटो कृपया फर्किनु होला किनकि हामी यहाँ अर्काको आँगनमा आइपुग्यौँ रोडमा निस्किन्छ यसलाई पास भइहाल्यो नि रामेश्वर ए रामेश्वर एक सुट्टा तानेर जाने हो कि क्या हो ए छ्याङको लागि हो यो लोकल गाइज लोकल तर अनि बाटो म के भन्दै थिएँ अघि अनि बाटो चाहिँ आफूले जुन बाटो हिँडेको छ त्यही बाटो हिँड्नु होला कृपया त्यो कसै पनि अनि त्यहाँ आएको मान्छेहरूले ए यताबाट जानु मिल्छ भन्दैमा चाहिँ त्यसरी नआइदिनु होला हामी त्यस्तो चाहिँ हामी यहाँ दुःख पायौँ त्यो लट्स अफ हिँड्नु पऱ्यो झन् सर्टकट होला भने झन् लङकट भइदियो क्या जिन्दगी बर्बाद भयो यहाँनिर कोदोहरू आमामा आन्टीले त्यहाँनिर छ्याङ बनाएको यहाँनिर त खारा कोदो ढलिसकेछ त यहाँ अनि लडेको छ जाँदैछु बिस्तारै घर को हुनुहुन्छ लोकल भाइ लोकल भन्दै लास्टमा ल ठिक छ बिस्तारै जाँदैछौँ यहाँ लास्ट खुट्टा गलिसक्यो फाइनली रोड आयो गइस रोड त आयो अब रोड पनि अब त्यहाँनिर ठाउँमा पुग्नु त पर बाइक राखेको ठाउँमा हाम्रो विगेश बिचरा नि लय कान्छ भरै हातमा जुत्ता खाली खुट्टा क्याम्प जानु त फेरि आधा घन्टा उक्लिनु पर्ने क्या बर्बाद हुन्छ त ल बिस्तारै जाँदैछु यार लास्ट गल्यो यार खुट्टा लास्ट शर्मिला यस लडेको बिस्तारै जान्छु मम्मी है लास्टको कल फेरि लास्टमा आर्मी क्याम्प पुग्नलाई चाहिँ फेरि आधा घन्टा लाग्दैन खै त्यस्तै खुट्टामा काँडा बिदिरहेको अरे क्या बर्बाद हुन्छ त कान्छ बोकेर लानुपर्छ के बोकौँ तिमीलाई बिस्तारै गयौँ यार लास्ट गाह्रो ल जाम अगाडि होइन अब तिमीहरू हाल अब हामी चाहिँ हिँड्न सुरु गऱ्यौँ बस ल जाम अब हामी झोरको तयारी हुँदैछ होइन गाइस अर्जुन र रामेश्वर अगाडि गइसक्यो विगेश र स्वाटै चढ्दैौ न स्वाटै ल जाम ल रमिला जाम ल बिस्तारै हामी जाँदैछौँ ओ माई गड कस्तो रमाइलो भएको यार बाइक चढ्दा जस्तै रमिला अनि खुट्टा त कति आराम भएको जस्तो भएको यार माई गड सरी त्यही भने अब ठिक छ अब हामी बिस्तारै जाँदैछौँ अब झोरतिर जाने प्लान छ हेर्दै जाउँ होइन अब त्यहाँ जाने कुरा छ त्यहाँ कस्तो हुन्छ त्यता राम्रो बाटोहरू केही सिनहरू हेऱ्यो भने चाहिँ त्यता खिच्छौँ है त अहिले चाहिँ
यता केटाहरूले यहाँ साथीहरूले पुरा कृष्ण मन्दिर लिएर आइदिए उनीहरू चाहिँ पुरा माथि भित्र दर्शन गर्न गए म चाहिँ यता घाम ताप्दै बसिरहेको छु शीतल शीतलमा टिका लाउने तिमी पनि लाउने हो रमिला तिमी पनि टिका लाउन नलाउने बस्दैछु एकैछिन बस्ने अनि अब निस्किनुपर्छ अब भोक लागिसक्यो भन्दा नि भोकले सिक भइसक्यो भोक लागिसक्यो अनि काँचो काँचो के खानु पर्ने हुन्छ अनि त्यसपछि जानुपर्ने हुन्छ यस्तो भोक लागिसक्यो छ्या खुट्टा दुख्यो धेरै फाइनल्ली ओ यस हेर्नै पर्दैन सिधै मेनु हेर्नै पर्दैन सिधै मोमो हो कन्फर्म मोमो हजुर मोमो खानको लागि टिका पुस्दैछन् बुझ्दैछन् ठिक छ अब हामी महाराजगञ्ज होइन महाराजगञ्ज गोलफुटार भन्दा अलिकति माथितिर म स्टिममै हो नि होइन म त मोमो खाने म सिधै मोमो खाने खान्छु म अनि त्यसपछि अब यिनीहरू फेरि बेलानको बेला बबल टी खाने हुँदैन ए बाबा विकास अब रोइदिन मात्र बाँकी छ क्या अहिले आँसु झार्न मात्र बाँकी छ बिचरा भने विकासलाई ढिला भइसक्यो उसकै त भने बस्ने मान्छेले त्यस्तो गर्यो रमिला मनपर्छ बबल टी ट्राई गरेर हेर्नु अब हामी बबल टी अलिअलि चाख्या जस्तो गर्छौँ अनि त्यसपछि हामी हिँड्छौँ त्यही हो गाह्रो हुन्छ र बेलुकाको भिडियो खिच्दिनँ किनकि अब सधैँ यस्तै हो ढ्याप फ्यास त्यही हो बाइक चाहिँ भेटौँला है त बाइक यस्तै पर्दैन हौ भइहाल्छ ल गाइज चाहिँ अब उतै पुगेर फोन उसो इन्डिङ गरौँला भनेको अनि अब साथीहरू चाहिँ अब यताबाट अब अलिअलि आफ्नो बाटोतिर लाग्नुपर्ने भयो अनि त्यही भएर चाहिँ अब हामीले चाहिँ इन गर्नुपर्ने भयो ल अब के भन्न चाहन्छौ त फेरि भेट्नुपर्छ है त कहिले भेट्नु अब ग्यादरिङ जस्तो मात्र ल सकेसम्म चाँडै भेट्नुपर्छ है ल बाई 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 ल अर्जुन बाई 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 रमिला यसपालिलाई यस्तै भयो पछि फेरि भेट्नुपर्छ अब सबै अर्को पालि चाहिँ झन् सबैजना साथीहरू हुनुपर्छ है अर्को पालि चाहिँ झन् खतरा रमाइलो गर्नुपर्ने हुन्छ पूजा भेट्नुपर्ने हुन्छ अर्को नेक्स्ट हेर है त ल बाई बाई गाइज यस गाइज चाहिँ म चाहिँ आइसकेँ घर आइसकेँ यता अब सबैजनालाई पुऱ्याइयो सबजना आफ्नोतिर पुगिसक्यो होला यहाँ मेसेज आएको रहेछ बुटुङटुङ आउन थालिसक्यो अनि यस्तै भयो अब आजको भ्लग चाहिँ अलिकति लामै छ होला पर यसो झ्याउ नमानिकन यसो अप्ठ्यारो नमानिकन टक्कै हेरिदिनु होला भन्न चाहन्छु अनि आजको भ्लग चाहिँ यहीँ इन गर्न चाहन्छु बाँकी अब यसरी नै हाम्रो साथीहरूसँग अझ यस्तै भ्लग आइरहन्छ बाँकी अर्को भ्लगमा भेट भइहाल्छ तिल देन लभ यु अल सबैजनालाई बाई बाई गाइज